यस धराधाममा अवतीर्ण भएर जीवन प्रारम्भ गर्नुभएको हो र उहाँ चाहिँ आफूलाई गेवालीका पत्रपट्टि आगत नामले थप्नुहुन्छ, उपनाम जोड्नुहुन्छ र अहिले सूर्यविनायक नगरपालिका वडा नम्बर 6 मा बसोबास गर्नुहुन्छ। प्राय मुक्त लयका मैले उहाँका कविताहरू निकै पढेको छु, पटक पटक पढेको छु। छोटो शैलीमा थोरैमा धेरै भन्न सक्ने खुबी छ उहाँको र लघु भएर पनि लघु आकार भएर तापनि भावमा चाहिँ गम्भीर र अर्थपूर्ण हुन्छन् अनि समुचित बिम्बको प्रयोग गर्नुहुन्छ र थोरै शब्दमा धेरै भन्न सक्नु उहाँको विशेषता हो। र केशव सर यो हाम्रो उसमा चाहिँ मतलब मनोहरा साहित्य समाजका आजीवन सदस्य पनि हुनुहुन्छ। गए सालदेखि त्यो हाम्रो यो हामीले चाहिँ यो उसलाई चाहिँ दर्ता गरेदेखि यता हुनुहुन्छ। धेरैजना छौँ त्यस्ता हामी र उहाँको उपस्थितिले मनोहरा साहित्य समाज धन्य भएको छ र उहाँलाई सम्मान गर्न पाउनु हामीले गौरव ठानेका छौँ, गौरव गरेका छौँ। धन्यवाद केशव सरलाई। र त्यस पछाडि हुनुहुन्छ चेवन बस्नेत, उहाँ आफूलाई ठुला घरे लेख्नुहुन्छ। यहाँ घरे घरे हामी थुप्रै छौँ, त्यसमध्येमा म खोला घरे अनि अर्का घरे उहाँ तल चस्मा लाएर बस्नु भएको छ। यस्ता आज अरू घरेहरू अलिक कम आउनु भइसक्यो र निकैजना 5-6 जना घरेहरू मध्येको एकजना ठुला घरे हुनुहुन्छ। र उहाँको चाहिँ कोशी प्रदेशको धर्मदेवी नगरपालिका वडा नम्बर 9 पुपाङ्गु सङ्खुवा सभामा माता झङ्कमाया र पिता बुद्धिबहादुर बस्नेतको सुपुत्रको रूपमा उहाँले यस धराधाममा अवतीर्ण हुनुभएको हो र अहिले काठमाडौँ महानगरपालिका 32 जडीबुटी विद्यानगरमा बसोबास गर्दै आउनुभएको छ। साहित्यको रसास्वादन गर्न रुचाउने उहाँ मनोहरा साहित्य समाजका आजीवन सदस्य हुनुहुन्छ र समाजका मासिक श्रृङ्खलाहरूमा नियमित उपस्थित भएर आफ्ना रचनाहरू प्रस्तुत गर्दै आउनुभएको छ। फुटकर तथा पुस्तकाकार कृतिहरूका माध्यमबाट साहित्यमा उहाँको ठुलो महत्त्वपूर्ण योगदान छ। मनोहरा साहित्य समाज प्रतिको उहाँको समर्पण भाव, रचनामा प्रभावकारिता र नियमितताको कदर गर्दै उहाँलाई सम्मान गर्न पाउनु मनोहरा साहित्य समाजले गौरव ठानेको छ र उहाँ अझ यता पुष्प परागको टप 10 मा पनि एकजना हुनुहुन्छ। पुष्प परागको अध्यक्षज्यू पनि यही हुनुहुन्छ। त्यसै गरेर चेवन सर पनि हुनुहुन्छ त्यहाँ र यो सम्मानका लागि हार्दिक बधाई चेवन सरलाई। र अर्को व्यक्तित्व हुनुहुन्छ धरणी गुरागाई विक्रमसम्वत 2024 साल 6 महिना 24 गते मङ्गलबारका दिन पिता लोकनाथ गुरागाई र माता योगमाया गुरागाईको सुपुत्रको रूपमा मेचीनगर नगरपालिका धुलाबारी झापामा जन्मिनु भएको। हाल यो यसै उपत्यकाको भक्तपुर जिल्ला चाँगुनारायण 5 छालिङमा बस्दै रहँदै आउनुभएको छ। साहित्य शास्त्री समेतको अध्ययन पुरा गर्नुभएका गुरागाई अध्यापन गर्नुहुन्छ। साहित्य साधनामा निरन्तर लागिरहनु भएको छ। झापाको धुलाबारी बालाजु काठमाडौँको अनुमोल मावि, होली गार्डन आदर्श मावि जस्ता शैक्षिक संस्थाहरूमा 11 वर्ष जति शिक्षण गरेको अनुभव पनि उहाँमा छ। यसका अतिरिक्त उहाँमा सामान्य पान पसलदेखि हार्डवेयर पसल सञ्चालन समेतको अनुभव छ। उहाँले 2042 सालबाट साहित्यिक लेखन सुरु गरे पनि निरन्तरता दिने परिस्थिति नभएकोले क्रमभङ्ग भए पनि 2071बाट पुनः सिर्जनातिर लाग्नुभएको छ। उहाँका रचनाहरू विभिन्न पत्र पत्रिकामा प्रकाशित छन्। उहाँका प्रशस्त कृतिहरू प्रकाशनका लागि तयार पनि छन्। पुस्तकाकारका रूपमा भने आयो। उहाँले छन्द कविता, गद्य कविता, मुक्तक, लघुकथा, गजल, सुशेली आदिमा कलम चलाउनु भएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरूबाट उत्कृष्ट पुरस्कार सम्मान समेत दर्जनौं पाउनु भएको छ। उहाँ खेलकुदमा पनि विशिष्ट क्षमता राख्नुहुन्छ। साहित्यकार खेलकुद समाजद्वारा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा प्रथम स्थान प्राप्त भएकोबाट उहाँको यो प्रमाणित हुन्छ। हाल उहाँ चाँगुनारायण साहित्य समाज भक्तपुरको सदस्य र भक्तपुर बुढौली साहित्य समाजको आजीवन सदस्य पनि हुनुहुन्छ। छन्दका कवितालाई अत्यन्तै मधुर बारम्बार यहाँ आउनुहुन्छ र वाचन गर्नुहुन्छ र उहाँको यस्तो मधुरो यस्तो मिठासपूर्ण स्वर छ कि हामी मन्त्रमुग्ध हुन्छौँ। धरणी सरको आवाज सुन्दाखेरि उहाँले
साहित्यिक कार्यक्रमहरूमा रचना प्रस्तुत गर्दाखेरि हल नै मन्त्रमुग्ध हुन्छ। यस्ता प्रतिभालाई सम्मान गर्न पाउनुलाई मनोहरा साहित्य समाज अहोभाग्य सम्झन्छ। यस्ता रोज्जा प्रतिभा धनीधर गोरागाईलाई बहुपक्षीय हित र प्रगतिको हार्दिक शुभकामना अर्पण गर्छौँ। यस पछाडि हुनुहुन्छ कविराज घिमिरे। कविराज घिमिरे 2017 साल 12 महिना 6 गतेमा हालको दिपुङ चुइचुम्बा गाउँपालिका वडा नम्बर 4 साबिक बतासी गाउँ पञ्चायत वडा नम्बर 5 इजारा बालाचौर खोटाङमा पिता पद्मलाल र माता रत्नकुमारी घिमिरेका सुपुत्रका रूपमा जन्मिनु भएको कविराज घिमिरे जीवन यापनको क्रममा 2030 सालसम्म खोटाङमा रहनुभयो। 2075 सम्म मोरङको सुन्दर हराइचामा र 2076 सालदेखि भक्तपुर चाँगु नारायण नपा वडा नम्बर 4 का निवासी हुनुहुन्छ र भक्तपुर बुढेली समाज साहित्य समाजको स्थापना र नेतृत्व गर्दै हुनुहुन्छ। चाँगु नारायण साहित्य समाजको उपाध्यक्ष र मनोहरा साहित्य समाजको आजीवन सदस्य पनि हुनुहुन्छ। मानव जीवनको उत्तरावस्थाका भोगाइका अनेक असहजतालाई ध्यानमा राखेर तुलनात्मक रूपमा सहज बनाउने प्रयास स्वरूप आरम्भ गरिएको बुढ्यौली साहित्य निकै लोकप्रिय भन्दैछ। समयको समाजको अवस्थालाई अध्ययन गरेर अब कस्तो साहित्य चाहिन्छ, साहित्यले समाजका के कस्ता अवस्थालाई सम्बोधन गर्नुपर्छ भन्ने कुरामा उहाँ विशेष सचेत देखिनुहुन्छ। स्नातक तहसम्म अध्ययन गर्नुभएको उहाँले नेपाली साहित्यलाई देवीस्तुति विभिन्न समयमा देवीस्तुति 2041 साल पौषदेखि लिएर माधुरी खण्डकाव्य, बुढौली खण्डकाव्य, बालिका खण्डकाव्य र यो सहलेखन रहेछ यो चाहिँ र विभिन्न पत्र पत्रिकामा पुस्तकहरूमा कविता गजल प्रकाशित गर्नुभएको छ भने बुढौली महाकाव्य प्रकाशन रहेको छ उहाँको। उहाँ अहिले बुढौली साहित्य समाज भक्तपुरको नेतृत्व गर्दै हुनुहुन्छ र त्यसमा उहाँले चाहिँ छन्द साधनाका लागि खास गरिकन बुढौली अवस्थालाई लक्षित गरेर त्यसभित्र पनि छन्दको साधनाका लागि एकदम अचुक प्रयत्न गरिराख्नु भएको छ। उहाँ धेरै सूक्ष्म रूपले हरेक कुरालाई हरेक लाइनलाई अत्यन्तै सावधानीपूर्वक हेर्नुहुन्छ र अत्यन्तै सठिक सुझाव दिनुहुन्छ। यो हामी आफूले पनि भोगेका कुरा हुन्। यिनीहरू हामी पनि कहिलेकाहीँ यदाकदा हामी पनि त्यसमा सहभागी हुन्छौँ, त्यसमा लेख्छौँ, पठाउँछौँ। त त्यसले गर्दाखेरि चाहिँ हामीलाई यो अनुभव भएको हो। र उहाँको परिवारमा राधा घिमिरे, श्रीमती राधा घिमिरे, प्रतिभा घिमिरे, श्रीमती राधा घिमिरे, छोरी प्रतिभा घिमिरे, छोराहरू विराज घिमिरे, निराज घिमिरे हुनुहुन्छ। उहाँले विभिन्न 15 साहित्यिक संस्थाहरूबाट पुरस्कार पाउनु भएको छ। विविध भाषा साहित्यिक सम्मेलन भक्तपुरको कविता प्रतियोगितामा प्रथम भएर 2081 मा पुरस्कार प्राप्त गर्नुभएको छ। साहित्य लेखन, अध्ययन र सामाजिक कार्य गर्नमा रुचि राख्ने सक्रिय व्यक्तित्व कविराज घिमिरेलाई अभिनन्दन गर्न पाउँदा मनोहरा साहित्य समाज गौरवबोध गर्दछ। हामी आदरणीय कविवर कविराज घिमिरेका हरेक पक्षमा विशेष सफलताको साथै सुस्वास्थ्यको कामना गर्दछौँ। र अब अर्का व्यक्तित्व हुनुहुन्छ डाक्टर रमेश शुभेच्छु लुइटेल। यहाँ एउटा कुरा पनि म के खुलस्त गरौँ भने यो कागज पनि मैले बनाएको हो, बनाउन चाहिँ पहिले पनि यो छापिएको उसमा। यहाँ के भयो भने त्यो परिचय बनाउने क्रममा बडो कठिनाइ आयो। रमेशजीको परिचय यति धेरै छ, 6-7 पन्नाभरि छ। उहाँको संलग्नता, उहाँको कृतिगत सहलेखन, आफ्ना व्यक्तिगत लेखन, सहभागिता, संस्थाहरूको आबद्धता, पुरस्कारहरू अनि यी सबै कुराहरू गर्दाखेरि 3-4 किलोमिटर लामो त त्यो विवरणै छ। त्यसबाट कति कुरालाई झिक्ने, कति कुरालाई निकाल्ने भनेर एउटा समस्या पर्यो, ठुलो समस्या पर्यो। उहाँलाई म पहिलेदेखि इलाममा रहँदादेखि चिन्छु। उहाँको साहित्यिक लेखनको सुरुवात इलामदेखि भएको हो। त्यस पछाडि चाहिँ इलामको पढाइ सकेर यतातिर आइसके पछाडि उहाँले चाहिँ विशेष गरिकन विशेष छरिनु भएको छ, अधिराज्यभरि छरिनु भएको छ। अब त्यसमा चाहिँ यी सबै एउटा के उसमा अब यो संस्थानीको बेला आएको छ, भर्खर आउँदैछ। त्यसमा के भनिएको छ एउटा भाषा भने, 1000 लिब्रा भएका शेषनागले त वर्णन गरि सक्दैनन् भने म जाबोले के गरिसक्तो हुँ आदि यस्तै केही भनेको छ। हो त्यस्तै छ लगभग। त्यसमा पनि यसमा छाँटकाट गरेर बनाइएको छ, यहाँहरूले बुझ्नुहुनेछ र म त्यो सर पढ्छु मात्रै। डाक्टर रमेश कुमार लुइटेलले साबिक सुभाङ गाविस वडा नम्बर 9 हालको हिलिहाङ गाउँपालिका 5
कोशी प्रदेश 5 थरमा 2036 साल 1/1 का दिन पिताश्री सूर्यनाथ लुइटेल र माता श्रीमती पुण्यमाता को सुपुत्रका रूपमा जन्म लिनु भएको हो। नेपाली साहित्यमा डाक्टर रमेश कुमार लुइटेलको नामले सुपरिचित। उहाँले त्रिवीबाट नेपालीमा MA, MPhil विद्यावारिधि, नेपाली भाषा शिक्षामा MEd उत्तीर्ण गर्नुभएको छ भने अङ्ग्रेजीमा पनि पोखरा विश्वविद्यालयबाट MPhil थपेर प्राध्यापन, प्रशिक्षण, साहित्यिक पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ। उहाँका कृतिहरूमा अब यी कृति पनि थुप्रो भएकामा मैले 2-4वटा अलिकति मात्रै छानेको यहाँ, अघि मैले भनिसकेँ त्यसको व्यवहार। गजल सङ्ग्रहहरू, गजल गाथा 4वटा, कविता काव्यहरू 9वटा, कविता 2 काव्यहरू 9वटा, बाल काव्यहरू 1 दर्जन जति, शोक काव्य र हास्य व्यङ्ग्य 2-2वटा, गीत, गीति नाटक, नाट्यकला 3वटा, व्यक्तित्व, कृतित्व, परिचय, सङ्कलन, सम्पादन, अभिनन्दन, स्मृति ग्रन्थ आदि 15वटा, पाठ्य पुस्तक, पाठ्यक्रम सम्बन्धी सम्पादन, सहलेखन 9वटा। यी चाहिँ मैले मुख्य मात्रै छानेको। योभन्दा अरू पनि कति छन्, त्यहाँ धेरै छन्। र सम्पादन गरेकामा सामना, नवरत्न कति हो, कति छन् टिप्पणी, आगमन, 5 थर, करुण क्रन्दन, मेची केनार, सृजना, देवकोटा स्मारिका, स्मृति, फिटकौली, भानु, चिचिला, स्वप्न वाटिका, सुबास, सहयोगी हात, संयोजन, भानु, दर्शन, सास, नवतारा, लुइटेल कल्प, लुइटेल कालले कल्प चाहिँ सहकार्य भन्ने रहेछ क्या, न सहकार्य पत्रिका पनि हुनसक्छ। रजहाँस, कविता एउटा बुकलेट निस्किन्थ्यो त्यो पनि, साहित्य सरगम.com, वैजयन्ती, नवप्रज्ञापन, विशेषाङ्कमा भानु विशेषाङ्क, हरिभक्त कटवाल विशेषाङ्क, भानुभक्त लगायत विभिन्न चर्चित कविहरूका विशेषाङ्क 10 र अझै अरू पनि धेरै लेखन अधिराज्यभरिका अनेक साहित्यिक संस्थाहरूमा आबद्ध रहेर देशभित्रका विभिन्न साहित्यिक, प्राज्ञिक, सामाजिक र सहकारी संस्थाहरूबाट सम्मानित, पुरस्कृत भइसक्नु भएको छ भने युवा वर्ष मोती पुरस्कार लगायत थुप्रै अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गर्दै निरन्तर साहित्यको उन्नयनमा कार्यरत हुनुहुन्छ। अनेकौं क्याम्पसहरूमा अध्यापन अनुभव बटुलेका उहाँ हाल दानेश्वर क्याम्पसमा कार्यरत हुनुहुन्छ। बहुमुखी प्रतिभा रमेश शुभेच्छु लुइटेललाई अभिनन्दन गर्न पाउँदा मनोहरा साहित्य समाज कृतकृत्य भएको छ। उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ। र यति भन्दै यो विवरण मैले पढिसकेँ। धन्यवाद।